नमस्ते दाई, स्वागत छ तपाईलाई। नमस्ते। हजुरको परिचयबाट सुरु गरौँ। मेरो नाम चाहिँ जोजो भोटे भनिन्छ। हजुर। जोजो भोटे अनि म चाहिँ उत्तर ढिमेक सङ्घसभा जिल्ला भोटखोला गाउँपालिका वार्ड नम्बर 3 स्थायी मेरो घर हो। अहिले तपाईँ यो खेलमा हुनुहुन्छ? हजुर, अहिले तपाईँ प्रतियोगी हुनुहुन्छ? प्रतियोगी छु। यो खेलको महत्त्व र यो खेलमा तपाईँ कति वर्षदेखि लागिरहनु भएको छ? धनुकाँड खेल भनिन्छ हैन? 2016 देखि लागेको यो खेलमा अनि 2023 मा चाहिँ मैले नेसनल खेलेको थियो। नेसनल गेम नै खेल्नु भएको छ? 10औं राष्ट्रिय खेलकुदमा म पुगेको थिएँ। हजुर प्रदेश हाम्रो प्रदेशबाट प्रदेश नम्बर 1 बाट प्रतिनिधित्व गरेर म 10औं राष्ट्रको लागि पुगेको थिएँ। हजुर। अनि अब यसको महत्त्व भन्दाखेरि चाहिँ यो महत्त्व चाहिँ कस्तो हुन्छ भने यसको चाहिँ इक्विपमेन्टहरू धेरै महँगो पर्छ। इक्विपमेन्ट महँगो पर्छ। यसले चाहे जस्तो खेल्न जति रुचाए पनि इक्विपमेन्ट गर्नलाई जस्तै एफोर्ड गर्नलाई त्यहाँ चाहिँ अलिकति गाह्रो हुने हुन्छ। जस्तै अब राम्रो प्लेयर भए पनि उसको आर्थिक स्थितिले इक्विपमेन्टहरू ल्याउन गाह्रो हुन्छ। जस्तै अब त्यसलाई चाहिँ हाम्रो निकायहरूले हेरिदिनु पर्ने हुन्छ। अब जस्तै उहाँ दाइहरूसँग यो धनुष छ, यो अलिकति महँगो छ होला है सायद? यो महँगो छ। अनि यो कहाँबाट प्रोभाइड हुन्छ नेपालमा? तपाईँहरूले यो चाहिँ बाहिरैबाट प्रोभाइड हुने हो। हामीले डाइरेक्ट बाहिर कन्ट्याक्ट गर्छ, बाहिरैबाट ल्याउने। यसको खर्च आफ्नै व्यक्तिगत हुन्छ? खर्च व्यक्तिगत हो। भनेपछि राज्यबाट छैन, सम्बन्धित निकायबाट छैन? छैन। अब नयाँ आउने भाइ बहिनीहरूलाई, खेलाडीहरूलाई तपाईँ सिनियर भएको हिसाबले, पुरानो भएको हिसाबले के छ सल्लाह सुझाव तपाईँ? म चाहिँ के भन्न चाहन्छु भने राज्यबाट हाम्रो इक्विपमेन्ट सामग्रीदेखि इक्विपमेन्ट जति राज्यले दिलाउनु पर्यो। पहिलाको राज्य जस्तै मैले नेसनल खेल्दाखेरिको त्यहाँ चाहिँ हामीले पाउने भत्तामा पनि राजनीति हुँदो रहेछ। त्यहाँको कोचहरू, प्रशिक्षकहरू हुन्छ नि त जति पनि, त्यो पनि पहिला चाहिँ पार्टीगत हिसाबमा एउटा मान्छेले ठाउँ ओगट्नको लागि पठाउने हुन्छ। त्यसलाई त्यो गेमको बारेमा केही पनि थाहा छैन। कोचदेखि लिएर जे पठाउनु परे पनि त्यो सम्बन्धित मान्छेलाई चाहिँ त्यहाँ पठाउनु पर्यो। त्यो सम्बन्धित मान्छे पठायो भने त त्यहाँ त खेललाई यसरी इम्प्रुभ गर्नु पर्यो, यस्तो गर्नु पर्यो, यस्तो तिम्रो यहाँ यो बिग्रिरहेछ भन्छ नि त। अब प्रशिक्षक पठाउँछ, त्यसले हामीलाई सोध्छ क्या यो सामान के हो, यसले के काम गर्छ भनेर हामीलाई सोध्छ। त्यो चाहिँ एउटा नेपालको खेलकुदले हास्यास्पद विषय भयो। हजुर, यो कोचलाई नै थाहा हुँदैन क्या यो गेममा चाहिँ। अब फुटबलतिरको छुट्टै छ, फुटबल क्रिकेट त अब प्रशिक्षक राम्रै ल्याउँछ, यो यसमा चाहिँ छैन क्या। यो धनुकाँड भन्छ होइन यसलाई? आर्चरीको नेपालमा छ र टिमहरू, नेसनल टिमहरू? नेसनल टिम छ। त्यसमा अहिले तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न? अहिले नेसनल टिममा चाहिँ म चाहिँ छैन, गेम चाहिँ खेलेको। तर नेसनल टिममा चाहिँ अहिले हाम्रो म्याक्तीको एकजना छ, म्याक्तीको छ मेन चाहिँ ऊ चाहिँ अहिले पुलिसबाट खेल्छ। तिलक पुन भन्छ, तिलक पुन भन्ने ऊ पुलिसबाटै छ। उहाँ छ अहिले नेसनलमा पनि छ। यो परिषदभित्र पनि छ, छनु चाहिँ खेलकुद परिषदमा पनि छ। तर यसको सेवा सुविधाको हिसाब चाहिँ अरू गेमभन्दा यसमा चाहिँ धेरै कम छ। अब यो खेलमा जस्तै भविष्य छ त सर? यो जस्तै फुटबल क्रिकेटमा त राम्रै देश विदेश अब एउटा हुन्छ नि नाम दाम भनिन्छ एक हिसाबले। यो खेलबाट चाहिँ नाम दाम के छ सर यसमा? अब मेहनत धेरै छ, लगानी धेरै छ भन्नुभयो, तर फ्युचर चाहिँ कहाँ पुग्छ त यो विषयमा? अब यो विषयमा तपाईँ त 20-25 वर्षदेखि हुनुहुन्छ नि त, त्यही भएको कारण भविष्य चाहिँ मलाई के लाग्छ भने भविष्य चाहिँ अरू कन्ट्रीमा चाहिँ छ, तर नेपालको सन्दर्भमा चाहिँ यसको भविष्य मलाई देखेन। किनकि मैले नेसनल खेल्दाखेरि मेरो एउटा भत्तामा राजनीति गर्छ भने अब यसको भविष्य के हेर्नु तपाईँले त? यसको भविष्य चाहिँ छैन। निकै जटिल। यो चाहिँ तपाईँहरूले अब यो आफ्नो एउटा हबीको हिसाबले मात्रै अहिले चाहिँ हबी अनि एउटा कल्चरलसँग जोडेको छ। हाम्रो एउटा पहाडी जस्तै हिमाली भेगमा जति पनि बसोबास गर्ने यो आदिवासी जनजातिको एउटा उसमा कल्चरलसँग जोडेको एउटा गेम हो, त्यही भएर हामीले खेल्छ। अनि यो गेममा चाहिँ यस्तो हुन्छ, तपाईँको नेसनल खेल्ने पनि आउँछ, इन्टरनेसनल खेल्ने पनि आइपुग्छ यहाँ चाहिँ। जस्तै म मात्रै होइन, उहाँ पनि क्षेत्रीय प्लेयर हो अहिले हाम्रो। उहाँ है उहाँ क्षेत्रीय प्लेयर हो, यो 2 नम्बर क्षेत्रीय प्लेयर हो उहाँहरू। अब जस्तै यसमा भविष्य चाहिँ खासै तपाईँ देख्नुहुन्न त्यसले? अब यो नेपालको सेक्टरबाट चाहिँ खेलकुद परिषदले चाहिँ यसलाई पनि प्राथमिकतामा राखेर भविष्य बनाउनेतर्फ लानु पर्यो। मैले एउटा सजेसन चाहिँ मेरो एउटा छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। अब यो गेम तपाईँहरूको पक्षमा आओस्, शुभकामना छ। हस्, धन्यवाद। हस्, धन्यवाद।